Hello guys, welcome back to my channel. Hello guys, welcome back to my channel. आज हामी जाँदैछौँ रमाइलो भनेर अनि सबै अघि अघि जाने सबै अगाडि अगाडि अनि अझै पछाडी हन् मान्छेहरु आउँदै बिन्ता आन्टी सिस्टी को छन् अनि हामी अब आफ्नो यात्रा सुरु गर्दै छौं गएपछि म तपाईलाई अब म तपाईलाई भेट्छु गाइस यिनीहरु अहिले अघि पछि छन् हामी चाहिँ मन्दिर आहाम हामी अघि छौं तिनीहरुले कुरेर बसिरहेको थियो के मैले अब तिनीहरु गए मिस गरे हाम्रो राजा एमजको सम्मको लास्ट फेमस छ एमजको हो अनि मामा घर भन्दा धेरै नजिक पर्छ त्यही भएर धेरै त हैन माथि पर्छ के यो बस छुट्ने बेला भयो अहिले बसमा 9:30 बजे बस आउँछ मेरो चाहिँ आउटफिट अफ द डे एउटा यो ग्रीन कलरको प्यान्ट ब्लू कलरको सधैं लाउने जुत्ता अनि व्हाइट कलरको अनि बिन्ता आन्टीको कति राम्रो है अनि सिस्टीको मेरो लागि हे त्यो राम्रो देखियो मेरो लागि नि यो नि त्यो नराम्रो देखियो अनि हामी यहाँ मामा घरको एमजाकोट जाने देखिन्छ बिन्ता आन्टी फेरि भिडियोमा आउन खोज्नुहुन्छ बिन्ता आन्टीकै भ्लग हो तर म मेरो अनि म यहाँ नआएर भयो सबै गाइस पनि आएछ यस्तो खतरा भ्यूमा है हामी सबै उस फोटो खिच्दै हिँड्दै त्यहाँ हामीलाई कुरेर बस्छन् सबैले हामी मात्र फोटोग्राफर हामी ढिलो भयो के हामी सधैँ ढिलो के हामी चाहिँ अनि लेट हामी यहाँ सिट रोकिदिनु आयो हाम्रो बस यति ट्याग छ हामी एमजाको आइसक्यौँ हाम्रो यात्रा आज अब उता देखान्छ माथि तिनी एमजाको लेखेको ठाउँसम्म हामी पुग्ने छौँ देखान म कहाँ मैले केही देखेको छैन बिन्ता आन्टी अर्काको स्कुटर आएर आफ्नो स्कुटर ल्याउनै पाइएन होइन साथीहरूको घर हो पहिला साथीहरूसँग मिलेर आएर कति खेलिन्थ्यो यहाँ कति रमाइलो गरिन्थ्यो रेस्टुरेन्ट हो माथि होला नि गाइस होमस्टे तर मलाई त कस्तो यहाँ होमस्टे गर्न मन लाग्यो एमजाको त्यहाँ एकचोटि हाम्रो स्कुलले लगिदियो हुन्थ्यो नि टुर भनेर आयो भन्न घर घर हेरै गर्न मन लाग्ने ठाउँ छ समाज ल्याउ दुईटा किन लिनुहुन्छ त नि एउटा प्लास्टिकमा फाला गोजी गोजीमा राखै के हो यस्तो दे गाइस ललिपप खानु लाउनु हेलो आन्टी देखाउनु न फोटो खिचौँ न यस्तो गरेर हाम्रो लली यहाँ पानी खाँदै बसेर सिस्टी खाइयो पानी एङ्जा दरबार भनेर लेख्नु एक घन्टा भइसक्यो म त म अगाडि हुन्छु नि तपाईँहरूको भिडियो बनाउँछु पढ्नु पो थियो कहाँ छानामा देख्नु सुरु गरिस् त्यो चाहिँ मुलाको सिन्की अनि गुन्द्रुकको जाउ त उहीँ गर यहाँ बा आमाहरूले चाहिँ बाटो सफा गर्दै हुनुहुन्छ रहेछ होइन पात झरेर जति सफा गरे पनि रुखको पात चाहिँ झरिहाल्छ फोहोर भइहाल्छ त्यही भएर सफा गर्दै हुनुहुन्छ रहेछ होइन 50,000 जति देखाइसक्यो देखाए त अवस्था त ए आन्टी बल्ल भयो यति रमाइलो छ सन्चै छ ल न तैँले गर होइन हामी माथि पुग्न लाग्यौँ त्यतिकै 1 घन्टा आहा
फोटोसुट गऱ्यौँ फेरि त्यहाँ अब सबै खिच्नु पर्यो त्यहाँबाट एम्जाको ठन्नीमा होइन मन्दिर पो खतरा थियो खिचे कि होइन आन्टी खिचे कि होइन होइन सबै अगाडि पुगिसक्यो बिन्ता आन्टीको फोटो भिडियोले गर्दा म फेरि त्यो कानेमा जमजम गर्ने खालको गाइज हामी त्यहाँ अहिले खाना खाने बेला उस गर्छु बिन्ता आन्टी खाँची चाहिँ ड्राई मिक्स खाने हो कि के खाने होला के खाने हो अहिले खाने बेला भएको हामी खाना आइसक्यौँ खाएपछि भेट हामी बसबाट झऱ्यौँ अब हामी घर आइपुग्न लाग्यौँ बसबाट झऱ्यौँ अब हामी एकछिनमा घर पुग्दा 5 मिनट त जाँदै हुनुहुन्छ घर आयो आमा जानु भाइ आमा गाइज आजको लागि यति नै अब चाहिँ भोलि घर जाने हो अनि घर जाँदाखेरि बनाउँछौँ हामी है आजलाई बाइ बाइ थ्याङ्क्स फर वाचिङ